Hello everyone. यो चाहिँ मेरो फर्स्ट भ्लग भनौँ या केही मलाई यसरी बोलेर त खासै आउँदैन र मैले बोलेर बनाउने गरेको पनि छैन अनि मैले आजसम्म कुनै पनि प्रडक्टको बारेमा केही बोलेको छैन। मैले यो प्रडक्ट चाहिँ यति धेरै खोजिरहेको थिएँ कि मलाई चाहिरहेको थियो तर मैले लिइसकेपछि मलाई यो काम लागेन। किन भन्नुहुन्छ भन्दाखेरि यो यस्तो छ है, यसबाट चाहिँ तातो आउने रहेछ अनि यो राम्रोसँग बोतल पनि सानो बोतल भयो भने चाहिँ फिट हुन्छ होइन, तर अलिकति ठुलो बोतल भयो साइजमा भने चाहिँ यो चाहिँ यसरी बस्छ कि होल्ड भएर अनि यसरी बसेपछि यो तातो नि हुँदैन। मेबी त्यसको कारणले नि यो तातो नभएको हुनसक्छ है। अनि अर्को कुरा चाहिँ हेर्नु है, चार्ज यो हिजो मैले फुल चार्ज गरेर राखेको एन्ड यो युज पनि गरेको छैन कि मैले आज चलाउनु खोज्दाखेरि यो निल्ने छैन, बन्द भइसक्यो अनि यो काम लाग्दैन रहेछ ट्राभल गर्दाखेरि। यो चार्ज गरेर चलाउनलाई मात्रै काम लाग्छ, अर्जेन्टको लागि तपाईँलाई काम लाग्दैन। के हो अनि अर्को कुरा, कसैले पनि यो लिँदै हुनुहुन्छ भने चाहिँ नलिनुहोस्, यो वर्क गर्दैन। तपाईँ घरमा युज गर्न चाहनुहुन्छ भने तातो पानी नै युज गर्नुहोस्, तातो पानीमा तपाईँले दुधलाई तताएर आफ्नो बेबीलाई फिड गराउन सक्नुहुन्छ। तर ट्राभल गर्नलाई तपाईँहरूलाई चाहिने हो नि त होइन, हामीलाई त्यो ट्राभल गर्दाखेरि चाहिने कुरा हो नि त। सो ट्राभल गर्दाखेरि चाहिँ यो वर्क गर्दैन कि त अब यो मलाई बिग्रेको परेको हुनुपर्छ होइन। मैले यो जहाँबाट लिएँ उहाँहरूलाई भने मेरो यो वर्क गरिरहेको छैन भन्दाखेरि सबै यस्तै छ म्याम भन्नुभयो। सो मेबी यो बिग्रा नहुनसक्छ। तपाईँहरूले लिनुभएको छ भने कमेन्ट गर्नुहोस्, तर जसले अब लिन सोचिरहनु भएको छ उहाँहरूलाई चाहिँ म यो नलिनु नै भन्छु। यो काम छैन, गाली गरेर नि गर्नुहोस्, मलाई चाहिँ मन परेन यो। सो थ्याङ्क यू, यही नै हो। कसले लिनु भएको छ, यो चाहिँ आउट अफ स्टक पनि थियो कि सबैजनाले लिएर होला। मैले कति धेरै खोजिरहेको थिएँ यसलाई होइन, जहाँ पनि छैन म्याम सकिसकेछ भन्दै हुनुहुन्थ्यो। सो यो यति धेरै गएको प्रडक्ट पनि कसरी यस्तो के होइन। जस्तै अब बेबी एकदमै अर्जेन्ट रोइरहेको छ, उसलाई फिड गराउनु पर्ने छ भने त यो वर्कै गर्दैन नि, के गर्ने लिएर हिँडेर। सो पैसा मात्रै खेर जान्छ, सो नलिनुहोस् है त। बाई, थ्याङ्क यू।